जोजोलपा नेपाल भाषा लर्निङ। आज हामी कोरोना भाइरस अथवा कुनै पनि टपिकमा क्वेशनहरू सोध्नु पर्यो भने कसरी सोध्ने भन्ने कुरा यो भिडियो मार्फत सिक्न गइरहेका छौँ। नेपाल भाषा सिक्नुहोस्, बोल्नुहोस् र नेपाल भाषालाई पछिसम्म बचाइराख्नको लागि मद्दत गर्नुहोस्। र अब सुरु गरौँ। नम्बर 1, कोरोना भाइरस भनेको के हो? अब यसलाई नेपाल भाषामा हामीले भन्नुपर्दा कोरोना भाइरस धागु छु ख, धागु छु ख अर्थात भनेको नेपाल भाषामा भन्नको लागि धागु के हो भन्नलाई छु ख। कोरोना भाइरस धागु छु ख। नम्बर 2, कोरोना भाइरस भयो भने के हुन्छ? नेपाल भाषामा कोरोना भाइरस जुलकी जुलकी छु जुई, जुलकी छु जुई। यसमा भयो भने अर्थात जुलकी अनि त्यसपछि के हुन्छ? छु जुई। के अर्थात छु, हुन्छ अर्थात जुई। कोरोना भाइरस जुलकी छु जुई। नम्बर 3, कोरोना भाइरस भयो भने मान्छे मर्छ? यो क्वेशन। कोरोना भाइरस जुलकी, जुलकी मनु सिला। कोरोना भाइरस जुलकी मनु सिला अर्थात भयो भने भन्नको लागि जुलकी, मान्छे अर्थात मनु, मर्छ भनेर सोध्नको लागि चाहिँ सिला। त्यस्तै मर्यो भन्नु पर्यो भने चाहिँ सित। त्यस्तै गरी अनि मरिसक्यो भन्नु पर्यो भने चाहिँ सी तुङकल, सी तुङकल। नेक्स्ट, कोरोना भाइरस डरलाग्दो छ? कोरोना भाइरस ज्ञानापुसे, ज्ञानापुसे चोला। कोरोना भाइरस ज्ञानापुसे चोला। डरलाग्दो अर्थात ज्ञानापुसे। अब डरलाग्दो मान्छे भन्नु पर्यो भने चाहिँ ज्ञानापुसे चोम मनु, मनु मान्छे अर्थात मनु। हामीले यो प्रिभियस सेन्टेन्समा पनि युज गरेका छौँ। ज्ञानपुसे चोम म हुन्छ मनु। अनि डरलाग्दो छ अर्थात ज्ञानपुसे चोला। अर्को, कोरोना भाइरसको औषधि छ? कोरोना भाइरस या वास वास दुला। कोरोना भाइरस या वास दुला। वास अर्थात औषधिलाई चाहिँ नि वास भनिन्छ। अनि औषधि छ भन्नु पर्यो भने चाहिँ वास दुला। त्यस्तै यो छ चाहिँ नि हजुरको मसँग यो छ भन्नु पर्यो भने अब छ भन्नको लागि चाहिँ दु भनिन्छ र छ भनेर क्वेसन गर्दाखेरि चाहिँ दुला भनिन्छ। दुला सँगै होइन कि दुला, दुला। त्यस्तै अर्को क्वेसन छ, कोरोना भाइरस कसरी लाग्न नदिने? र यसलाई नेपाल भाषामा कोरोना भाइरस गेना, गेना म जुई क्यू, म जुई क्यू। कोरोना भाइरस गेना म जुई क्यू। कसरी चाहिँ नेपाल भाषामा कसरी, कसरी भन्नको लागि चाहिँ गेना, लाग्न नदिने भन्नको लागि चाहिँ म जुई क्यू। फेरि एकचोटि रिपिट गर्छु, कोरोना भाइरस गेना म जुई क्यू। अब यसैमा कोरोना भाइरस नलागोस् भन्नु पर्यो भने कोरोना भाइरस नलागोस्। अब यसको सट्टा कोरोना भाइरस नलागोस् भन्नको लागि चाहिँ कोरोना भाइरस मजुईमा, मजुई क्यू होइन कि यसमा मजुईमा नलागोस्, नलागोस् अर्थात मजुईमा। त्यस्तै अर्को, कोरोना भाइरस कहाँबाट आएको? कोरोना भाइरस गन वो, गन वो। कोरोना भाइरस गन वो।
गन अर्थात कहाँबाट आएको अर्थात वो कहाँबाट आएको भन्नको लागि गन वो अब यसमा बाहिरबाट आएको भन्नु पर्दाखेरि चाहिँ नि पिने वो भन्न सकिन्छ त्यस्तै गरी अब यसमा रिप्लाईमा मलाई थाहा छैन भनेर भन्नु पर्यो भने चाहिँ जी मस्यु भन्न सकिन्छ अर्को नेक्स्ट कोरोना भाइरस भयो भने कसरी थाहा पाउने कोरोना भाइरस जुलकी गेना सिक्यू कोरोना भाइरस जुलकी गेना सिक्यू भयो भने अर्थात् जुलकी कसरी अर्थात् गेना थाहा पाउने अर्थात् सिक्यू नेक्स्ट कोरोना भाइरस भनेको थाहा छ कोरोना भाइरस तागु शुला कोरोना भाइरस तागु शुला भनेको अर्थात् तागु थाहा छ अर्थात् शुला थाहा अर्थात् शु र त्यस्तै अर्को एउटा योसँग शुसँग मिल्ने वर्ड छ जस्तै भाडा माझ भन्नको लागि चाहिँ नि भाडा शु र शुमा चाहिँ नि थोरै फरक छ यसमा नचुकिनु होला कोरोना भाइरसदेखि डर लाग्छ कोरोना भाइरस खना क्या ला कोरोना भाइरस खना ग्याला अब यसलाई हामीले अरु सेन्टेन्समा पनि युज गर्न सक्छौं हामीले जस्तै यो देखि भन्नाले चाहिँ नि खना डर लाग्छ भन्नको लागि ग्याला जस्तै अरु सेन्टेन्सहरु जस्तै कोरोना भाइरसको सट्टा भूतको फिल्मदेखि डर लाग्छ भनेर पनि यहाँ अब राख्न सकिन्छ हामीले अब फलानु टिचरदेखि डर लाग्छ भनेर पनि सोध्न सकिन्छ हामीले अब बुवादेखि डर लाग्छ भनेर पनि क्वेशन सोध्न सकिन्छ यसमा त्यस्तै अब यसमा डर लाग्छ भनेर एन्सर दिनु पर्यो भने चाहिँ ग्या भनेर भन्न सकिन्छ ग्या अनि त्यस्तै डर लाग्दैन भनेर भन्नु पर्यो भने चाहिँ म ग्या त्यस्तै अर्को अब यसमै रिप्लाई दिँदाखेरि म केही देखि पनि डराउँदिन भन्नको लागि चाहिँ जी छु खना न मग्या जी छु खना न मग्या त्यस्तै कोहीदेखि पनि डर लाग्दैन भन्नको लागि चाहिँ सुङ खना न मग्या जी सुङ खना न मग्या अथवा जी सु खना न मग्या धेरै जस्तो जी सु खना न मग्या भनेर बढी भन्ने गरिन्छ यो एउटा सेन्टेन्स चाहिँ हामी मध्ये धेरैले अब याद नगरेको हुन सक्छ अब इन केस केही अब बिरामी भइहाल्यो नि सर्टेन कुनै बिरामी कुन हस्पिटलमा लग्नु पर्ने हुन्छ कुन हस्पिटल कुनै बिरामीलाई कुनै अर्को हस्पिटलमा लग्नु पर्ने हुन्छ त्यही भएर मैले यो सेन्टेन्स राखेको छु अहिलेसम्म हामीले धेरैले याद नगरेको हुन सक्छ कोरोना भाइरस भयो भने कुन अस्पताल लाने अथवा कुन हस्पिटल लाने हस्पिटल इंग्लिश भयो कोरोना भाइरस भयो भने कुन अस्पताल लाने कोरोना भाइरस जुलकी गु अस्पताल यङक्यू कोरोना भाइरस जुलकी गु अस्पताल यङक्यू भयो भने अर्थात् जुलकी कुन अर्थात् गु त्यस्तै अब लाने अर्थात् यङक्यू त्यस्तै अब हामीले यो सेन्टेन्सलाई स्लाइटली चेन्ज गर्न सक्छौं जस्तै कि कोरोना भाइरस भयो भने कहाँ लाने अब यसरी पनि भन्न सक्छौं हामीले यो सेन्टेन्सलाई अब नेपाल भाषामा भन्दाखेरि कोरोना भाइरस जुलकी गन यङक्यू गन अर्थात् कहाँ त्यस्तै गरी हामीले अब यो क्वेशन पनि सोध्न सक्छौं कोरोना भाइरसको उपचार गर्ने अस्पताल छ त्यसलाई नेपाल भाषामा कोरोना भाइरस या वास याउ अस्पताल दुला कोरोना भाइरस या वास याउ अस्पताल दुला उपचार गर्ने अर्थात् वास याउ पासा भन्नाले औषधि पनि हो छ अर्थात् दुला
अब यही सेन्टेन्समा हामीले अरू पनि युज गर्न सक्छौँ, जस्तै कि अब चाउचाउ छ, बिस्कुट छ, अब यस्तो पेन छ भनेर पनि अब यसमा जोड्न सक्छौँ। अब छ अर्थात् दुला, अब चाउचाउ दुला, यसरी पनि हामीले यो सेन्टेन्सलाई अरूहरूमा पनि यसरी मिलाउन सकिन्छ। र आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ। म फेरि नयाँ भिडियो छिटै लिएर आउँछु। शुभ